जमिनमा चाहिँ रगत तलाउ देखिँदैन अरे। अनि त्यो गुरुहरूले देख्छ अरे कि हामीले त औँसी नै पुर्नै जोतिन्छ भनेर त्यो हामीले त मारिहाल्छौँ अरे कि तर उनीहरूले चाहिँ त्यो यो जमिनमा खुनको तलाउ देख्छ अरे। अनि त्यो जोत्दाखेरि रिङ्गो चाल्छ अरे कि अनि उनीहरूको आयु घट्छ अरे गुरुहरूको। अनि गुरुहरूको कि खुट्टा भाँच्छ, कोही बौलिन्छ पनि हैन, बौलिन्छ, जुवा भाँच्छ। त्यो खुनको तलाउ देखेर चाहिँ उनीहरू रिङ्गट चालेर चाहिँ सिधा गुरु पनि उक्लिने उर्लिने, हलीले बिच पार्ने, फेरि अनि जुवा भाँच्ने, अनाउ भाँच्ने, हरेस भाँच्ने। त्यो उनीहरू चाहिँ हामीले त देखिँदैन अरे कि हामी चाहिँ त्यो नै त्यो खुनको तलाउ चाहिँ त्यो जमिनमा देख्छ अरे उनीहरूले। तर हामी मान्छेले हालीले चाहिँ देखिँदैन अरे कि। अनि उनीहरूको अनुहार तल जुझिन्छ अरे। अनि खुनको तलाउमा हेर्दाखेरि उनीहरू चाहिँ कस्तो कस्तो लागेर चाहिँ उक्लिने, ओह्रालो झार्ने, अनि फेरि त्यो जुवा भाँच्ने, अनाउ भाँच्ने त्यो हुन्छ अरे क्या। त्यो हुनाले सोइला भाँचिदिने, त्यो हुन गर्दाखेरि चाहिँ हामीलाई औँसी पुर्ने चाहिँ गुरु नार्नु जोगिनुपर्छ र औँसी पुर्ने पार्नुपर्छ है भन्ने अर्थ त्यो राख्छ बुढापाकाहरूले भन्थ्यो। बुढापाकाहरूले पहिलेको बुढापाका वैज्ञानिकहरूले भनेर बुझेर पढेर वैज्ञानिक होइन, अनि पुरानो बुढापाकाहरूले भनेर लिएको वैज्ञानिकहरूले उनीहरूले भनेको अर्थ त्यो अरे। अनि त्यो लड्ने के गर्ने त्यो खुनको तलाउ देखिन्छ अरे क्या यो जमिनमा। हो साँच्ची नै। अनि मात्रै हामीले पारेको अर्थ त्यो अरे। अनि फेरि यो औँसी पुर्ने भनेको सिधा भन्दाखेरि छोरी मान्छेहरू पनि त्यो औँसी पुर्ने भन्छ नि त्यो नै अरे के। अनि उनीहरूले त्यो साँच्ची नै भनौँ न पार्ने बेलामा उनीहरू बार्छ त्यो छोरी मान्छेहरूले पनि। अनि त्यो कारण अरे। अनि लाइ यस्तो पुगा मङ्का आई दुई पुग्नी बा भन्छन्, कङ हुमा आयो आज अनिए छोङ भन्छ चम्ने निचा अनिए aku iku ciba aku manta mo aku iku ciba aku nak manta to bang ike ni no papo iku ciba to bang mo ike mi bonu na ni ma chache ka ayu chok changa aba ka ani chami cha ani ka ayu dipuk ngani aning pup cha ani iku ciba no aku no iku no moki to bang aku ma iki ni champorne इको चिबा आफू भने औँसी पूर्णेमा त्यसो हुनाले जोत्नु हुँदैन। जोत्नु हुँदैन। अनि औँसी पूर्णे भन्नेमा